हाम्रो यतातिर प्रिपरेसन चलिरहेछ होलीको लागि भनेर अनि यहाँनिर सेलरोटी बनाइरहनु भएको छ ठुली मम्मीले सेलरोटी बनाइरहनु भएको ठुली मम्मीले सेलरोटी बनाइराख्नु हेर त कान्छी कस्तो भइराखन् कस्तो लागिरहेछ चार्जर ल्याइछु यसको चार्जर टाइप सी हो काटिरहनु भएको छ होलीको लागि तयारी यस्तो चलिरहेको छ यहाँ चुलै ठिक बनाउन सकेन आज केटा मान्छेले सुरुवालको लक्काले खाएर छोडिएपछि त छुट्याउन हैरान भएको रोटी केको आगो कराइमा भइन्छ र सबै यता यता हाल्छ बाहिर भइन्छ यता टिनमा यता लगाइदिनु भन्नु न कहाँ भयो न यहाँको सार बनाउन तयारी चलिरहेछ अनि यहाँ सेलरोटी बनाएर पकाइरहनु भएको छ हजुर पछि मिलाउनु हुन्छ यो मिलाउने छ कहिले दिने हुन्छ है जस्तो लाग्छ अहिले बनाउनु तर के गरेर हो अनि जागिर गरेछ गरे अब रमाइलो गर्ने भयो छोराले भनेर मैले भनेको हजुर कता हिट्ने कतिर ए बाबे छोरा है मैले मलाई देखाइ है कस्तो हुन्छ राम्रै आछ अनि आसिकाइ यो जाडो भयो त त्यसलाई राम्रो गरौँ न त के यसरी राम्रो Sama Santi Yato Yata Sami Ase Tato No Abayang Guru Sanna Guru Parjabyo Bayan Namo Sriman Mahaganadipate Namo Lakshmi Narayana Namo Uma Maheshwarabhyam Namo Bani Kiranakarabhyam Namo त्यहाँ त्यो सोयार भन्नुहुन्छ के म त्यहाँ हेर्नु भन्नु त सोधिएन होला के भने ग्रह शान्ति यज्ञ धेरै छैन अब एउटा महिना छन्
तेल छ तेल छ कि तेल तेल छ सरगम खोइ यहाँ तिमीले भाइलाई दल्ने बुकुवा बनायो भने भाइलाई कपाल काटेपछि दल्ने बुकुवा बनाऊ
अडिदैन भोलिको त साप्ताखरि पल्टो भने के अर्थ हुन्छ त्यो सबै बोल्ने क्या त्यो नपल्टिने खालको हुनु पर्यो तलै बल्ल लेखेर सिङको लगाने केटाका दुईटा तिनवटा सिङ आयो कपाल काट्ने यही हो रेडर चाहियो मामा बिलेडर रेडर ल्याऊ उठा सबैले छिट्टो गरेर ल्याउनुस् है ल अब यो कपाल बाँकी हुँदैन उसलाई त एक राउन्ड घुम ल ल एकछिन है बिफोर सबै काट्ने हो सबै काट्ने हो कि कपाल त कहाँ त पुरै काट्दैन हजुर हामी त हेरे तिनका त तारै ल के ल राख्छु टेन्सन नमान्नु पहिले अन्त जोड्नु सजिलो काटेन नि हजुर के भयो नि भयो अब पर्दैन त भिजे छ त ब्लेड भएन के भिजेर के खोल्ने छोड्यो तिमीले त उठाइदिए काटेन किन भिज्यो नि त कपाल त भिजी छ भिजेन दुईवटा मन्त्र भन्नु के भन्नु पर्यो यहाँ र दुईवटा मन्त्र भन्नु अन्न पूजा थाली बसेर कटेर कपाल फाले फालिसक्यो कपाल यहाँबाट खिच्नु उसमा खाडलमा राखिदिनु खाडलमा राखेर यताबाट पैसा आउँछ यता ल भूमिलाई यसो पूजा गर्नुहोस् त भाइ घुम्सी ल खुरु पूजा गर्नु सहस्र श्रीका पुरुष सहस्राक्ष सहस्र दुखेछ भने सुरु गर्नु होइन चट्ट बार है फेरि ठिक हो नि अनि आउन दियो दादा यही पानीले दिन चाहिँ थाला खाना त भयो कति हो ल त ल के भयो नित्यकै सुइसिङ हुँदै निच हामीले नित्य तेल बेसार ल जाऊ बहिनी हो त हो यहाँसम्म यहीँसम्म पुरै टुप्पीमा नि हो दे पुगेन अझै पिरा नआओस् भनेर दुरो यता भन्नु त मामा पनि त हेर्नु त ल नुहाइदिउँ छिटो ल ल त खोल्न पाइन्छ त यत्रो माया है यहीँ बस एकछिन ल हिरो ल अलिउ त खनिन्छ क्या नमादेखिन त त्यो राख सुना बेलामा है अझ बढी ठिक छ यतै होइन यता हो
तल चिल्लो हातले अलिक बिग्रन्छ तर मलाई यो खेत हाल्दिने हो फेद हजुर म यो मान्छु हो क्या यहाँ नेपाली भन्नु पर्यो नेपाली हो नि त मान्छु भन्ने हो है यो दाहिनेतिर पार्ने यो पहिला देब्रे थियो नि अब दाहिने म पूर्व मतिर फर्क पर्दैन क्या पर्दैन हजुर नत्र त्यहीँ बसेर हेर्नु होला ल अब पोखिएर के हो नि प्रसाद हो नि अब जल छानिराखेको छ यहाँ अलिकति जल राख्नु त बिचरा कानसम्म त ढोवर यसरी गर्ने हो गुरुबेटी पछि कि पहिले त्यहाँ चामल पैसा दिएर होगा पहिला चाहियो भाइ गुरुदक्षिणा र चाहियो सिधा चाहिने त सिधा बनाउनु पर्यो चामल यही छन् क्या सबै यही बनाउनु त यही छन् पैसा दियो भने सबै त्यही छ सय हालिदिनु यहाँ ढ्याक्क हो यति हो कि ल सुरुमा यहाँ चढाउने मम्मीको नि आउँछ भइसक्यो मम्मीको नि आउँछ कि सबैको चलो भन्नु सिधा सुन्नु तपाईँ छौ भन्छ तपाईँ छै एउटा फलेमा राख्ने त सामग्री है ज्योति बोल्ने आमा आउन फेरि हुन्छ अहिले ज्योति बोल्न कहला लगाइदिने पहिलोबाट त्यति अब यहाँ सबै राखेर छोरे भयो भने छोड्नु पर्यो नि अब ठुलोवाला नमस्ते भने ठुलोवाला नमस्ते भने देख्ने बित्तिकै आयुष्मान भयो भोलि नमस्ते भयो भने हुन्छ दाहिने हातले फुल्ने नि
अङ्गारामा मात्रै अब त्यो अङ्गारामा पानी सारिराख्ने अनि एउटा हातले फुल लिने फुल राख्ने अनि गरे हुन्छ क्या अनि मैले चलाएँ है पाठ हरिओम गणेशाय नमः हरिओम गणनान्ता गणपति मेरो काम सुरु भयो जल सार्ने छ बाबु जल सार्ने छ अलि जल दिन्छ यहाँ यही हो नि हुन्छ यो पञ्चमात्रकै हो पहिला हजुरले खानु अनि बाबुलाई हजुरले जसरी खानुभयो हो त्यसै तले खा पहिला त्यसरी खा बनाऊ दानी हातमा ओम नमः शिवाय होइन यो फाले बेला ओम शिव नमः शिवाय भनेको छु माधवाय नमः ओम नमः शिवाय नारायण नमः शिवाय भन्यो त्यस्तो हो नि धेरै पटक गरियो नि त्यसो काम त भनिदिनु गुरु केशवाय नमः स्वाहा लगाऊ फेरि माधवाय नमः फेरि खाऊ नारायण नमः स्वाहा फेरि खाऊ अब हात धुनु मधु फेरि यो पल्ला फोटा बिरा हलका टुक्रा टुक्री डल्ला डल्ली जस्तो दाउरा भेट्छन् त त्यति हो यो तल्ला हो त निया लागेको यता कहाँ घन्टी बजाइदिनु त ल प्रथम गायत्री भलो भयो त्यतै छ सम्रेतम निकाले भयो होइन भोलि कण्ठ पार्ने है लेखेर दिन्छु अनि भोलि कण्ठ पार्ने तिमीले अनि भनिराख्नु पर्छ है ल हेर यता ल मन्त्र भनिसकेपछि है ल बाबु र म मन्त्र जाऊ
त्यहाँबाट जलकुमार नमस्कार गर्नु यो सल्लाहको घुमा अर्को भाडा मामा लिएर हिँड्नुहुन्छ क्या त्यहाँ मामा लिएर आमासँग लिने अनि अरू सबैसँग जाने है एकछिन खोल्नु लगाइदिनु न सबै आमाहरूलाई लगाइदिनु अहिले त्यही भन हो अब ए ल यसैमै ल भवती वृक्षं देहि वृक्षं देहि सबै राखिदिनु देहि हामी अघि तीनचोटि दिने तीनचोटि दिनु अनि भवती वृक्षं देहि भवती वृक्षं दिनु लानु वृक्षं देहि भवती वृक्षं देहि मदीना श्याम शरद शतम भूयश्च शरद बेलपत्र दिनुहोस् बेलपत्र फुलपत्र शिकाराय नमः शिवाय वशिष्ठ नाना सुगन्धि पुष्पाणि यथा कालो भवानी पुष्पाञ्जलि भगवानको उमामहेश्वर भगवानहरूको वासुकी देवताहरूको वीरभद्रा एकादश आज भने गन्धा पुष्पाणि समर्पयामि नमस्ते पवित्रता ल अब ल भन्नु त भयो
लिएर बस्छ बाबु फुल लिएर ओम शुक्लम वरदे मातरम पितरम भूते संतरे दुई मिनट राख्छु भन्दा कुद्या कुदै ल मोटो बाटो पुग्दै पुग्दैन मामा समय हाल्ने के ल जाऊ जाऊ ल ल ल दौडा दौडै हुन्छ आउनु पाइने गरौ भाडा नि पायो एकछिन त जतिसुकै जाऊ तर मामाले समात्न भन्दा मामाबाट फुट्यो भने ल ल जाऊ ल बाबुलाई उठाऊ हिँड हिँड तँ समाउनु पर्यो नि तँ लिन पर्यो क्या तँ झोली तुम्मा लिन पर्यो तँ लट्ठी भिराइदेऊ पहिला लट्ठी भिराइदेऊ के ल उठ ल कताबाट यता कि यता 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 भाग्ने होला तिमी जाऊ उता पूर्व भाग्ने पूर्व भाग्ने होइन आज बस्ने चन्द्रमा हजुरलाई नि अनि मलाई किन फोटो मागे पनि फोटो खिच्न दौडनी भने यसो बाटो खाली भन्दै त बाबु त्यति ल सिधै जाऊ दगुरा 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 खोइ दौडेको भएन ल ल खोइ मामाहरू ल खोइ खोइ ल मामाहरू ल समातिए मामाबाट ल घर जानु पर्यो अब ल बोकेर होला नि मामाले बोकेर होला नि सकिन्छ नि
ए तो लाउन 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 अब कपडा फेरि बेला भयो कपडा ल्याइदिने हो त्यसलाई अहिले पछि लाम्दैन नि तिको त फाल्नु पर्ने हो अघि खाइसक्नु ठ्याक्क कपडा लाउँछ नि अब त्यो त फाल्न पाइएन ल त काठमाडौँदेखि लाइन लाएर जाने अब अब त मामा गए माला लाउने बेला टिका भान्जाले दिदीलाई लाउनु पर्छ दिदीलाई बोलाउनु कहाँ छन् सरकम सरकमलाई बोलाऊ सरकम खोइ ल यो पाइट लाउँदा ल बाहिर लगाऊ फाले हुन्छ त्यसलाई फाल्दै फाल्दै ल बाहिरो होइन होइन बिहार्ने भनेको नि त बिहार्नेले छेउबाट लाउनु अहिले अरू बडी बनाउँछ नि अहिले हजुर छेउतिर लाउनु न हो त्यसलाई लाउनु साह्रो होला अलि तल जान अलि तल ल ल टोपी लाऊ टोपी लाऊ ल टोपी लाऊ ल एउटा फोटो मामाहरूले उयो ट्याक्क खिच्नु तिनजना मामाका कहाँ भान्जा माला लगाएपछि माला लागी ल ल माला लगाएपछि तिनवटा मामा ट्याक्क राखेर बाबुलाई खिच्नु ल फोटो खिच्यो त्यो बेला जान्छ पिली पार्दै अरू फोटो नि खिच्दिनु न खुदैन गिफ्ट भाइको उसले भाइलाई केही दिनु पर्दैन अनि उपहार के थियो पछि दिन्छ कि अहिले मामा पैसा दिए भयो टोपी अलि मिलाउनु अरे स्माइल गर राम्ररी बसेर पूजा गायत्री यता आमा धनुकुमारी धनुकुमारी नाम दिव्या या तथा दिदीहरूले आयो
हातमा संकल्प हरिओम तत्सत् 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 भौतखण्डे आर्यवर्ते यताबाट उँभो भयो दाइले भयो माथि भयो चरण पर्यौं हामी ओम जय जगदीश हरे आसुर भाव निवारक तारक प्रभु जनहितकारी प्रभु जनहितकारी चरण शरण अब पाऊं चरण शरण अब पाऊं प्रभु भव भयहारी ओम जय जगदीश पढ्ने ज्ञानी हुने जब गर्ने ज्ञान पूजा गर्ने एउटा झोला लिएर आऊ अनि राख फोटो चाहिँ कसले खिच्नुहुन्छ हो त चिने पहिला नाम भन्नु तिम्रो मामालाई चिने हो नि जगता कृष्ण है गोविन्द आयो मङ्गलम खोइ फुल खोइ फुल चाहियो अलि लगाइराख्नु है आमा लगाइराख्नु है हेर्न पर्दैन त्यही नाति लगाइरहन्छ दुर्गाको आमा बोल्लो सानी आमा बाबाको सानी ठुली आमा हजुरआमाको बहिनी है दिदी एउटा उता एउटा राखिदिने लाउँछु तिम्रो काम हजुर फोटो भिडियो नि सबभन्दा पहिला त ज्ञानी हुनु पर्यो तिमी पनि ज्ञानी हौ अब मलाई चिनेको बारेमा ए कति मैले गायो ओइको बत्ती घुमाएकोले खिचेको छ मिन आइसक्यो कति चाहिँ मिनिट हेरे मेमोरी अब 20 मिनेट अनि सक्दै ल कति छैन का पैसा लिन जानु पर्यो यहाँ राखेर सरप्राइज अब काठमाडौँ गएको हुन्छ नचिने टिका लाग्छ भन चिन्नु पर्यो त बिना त चिने छेउ बिनाले चिन्नु अनि यो
जानु ल म अब दुर्गा भाउजू अलि यता आउनु त्यहाँ नाच्न साउरो हुने भयो क्या हो